तपाईहरू ढुङ्गा काट्दै हुनुहुन्छ या मन्दिर बनाउँदै हुनुहुन्छ? विचार गर्नुहोस् है। दुईजना मान्छेहरू हुन्छन्, उनीहरू चाहिँ घाममा काम गरिरहेका हुन्छन्। उनीहरूको काम के हुन्छ कि ढुङ्गाबाट मूर्ति बनाउने काम हुन्छ। अब एउटा मान्छे चाहिँ त्यो घाममा काम गरेको हुनाले एकदमै इरिटेटेड फिल गरेर हुन्छ, उसलाई चाहिँ चिडचिडोपन भइरहेको हुन्छ। यस्तो घाममा काम गरिरहेको छु म भनेर ऊ एकदमै रिसमा हुन्छ। अर्को मान्छेले उसलाई प्रश्न गर्छ, भाइ किन, के भयो, किन रिसाइरहेछस्? उसले भन्छ, अरे यस्तो घाममा पनि काम गरिरहेको छु म, यो मेरो कामै के हो र? एउटा ढुङ्गा काट्ने काम त हो नि, यो ढुङ्गा काट्ने काम कति जेलसम्म गर्छु म, कति जेलसम्म गर्ने म भनेर उसलाई प्रतिप्रश्न गर्छ। अनि अर्को मान्छेले कस्तो राम्रो जवाफ दिन्छ, उसले भन्छ कि हेर भाइ, त सोचिरहेछस् कि त ढुङ्गा काटिरहेछस् भनेर, तर त मूर्ति बनाइरहेछस् नि, मान्छेहरूको लागि भगवान बनाइरहेछस्, प्रेरणाको स्रोत बनाइरहेछस्, मान्छेहरू जहाँ आएर झुक्छन्, प्रार्थना गर्छन्, त्यो चिज बनाइरहेछन्। अब यो कुराबाट के सिकिन्छ भनेपछि तपाईहरूले के काम गर्दै हुनुहुन्छ भन्ने कुरामा भन्दा पनि तपाईहरूले जो काम गर्दै हुनुहुन्छ त्यसलाई कुन रूपमा ग्रहण गर्नुहुन्छ, त्यो कामले के प्रभाव पार्ने भनेर सोच्नुहुन्छ, त्यसले पनि तपाईँले त्यो काम कसरी गर्नुहुन्छ र कतिको रमाएर गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्छ।